लगभग लिएर आइसक्यो। यति आधी यस्तो रेडी हुन्छ। गाइजहरु खतम, टाटा बाई बाई। हेलो, वेलकम ब्याक टु माई अनदर भिडियो। अनि तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज अस्ति मैले तपाईलाई भिडियोमा भनेको थिएँ नि, सुँगुरको मासु पकाएको बेला टक्कसँगले तपाईहरुलाई म बारबेक्यू ग्रिलमा चाहिँ सुँगुरको मासुको सेकुवा बनाएको एउटा भिडियो भ्लग चाहिँ हाल्छु भनेको थिएँ। त्यो भ्लग आज तपाईहरुको समक्ष ल्याउँदैछु र मैले ल्याइसकेको छु सुँगुरको मासु हैन। त्यसमा चाहिँ मरमसला, नुन, बेसारहरू सबै लगाइसकेको छ र यसलाई चाहिँ अब आधी घण्टा जति मेरिनेट हुन दिने हो। त्यस पछाडि टक्क बारबेक्यू ग्रिलमा सेकुवा बनाउँदैछु। सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला, थुक चाहिँ नलिनु होला भन्दै भिडियोमा है देखातिर भेटौँ। गाईघाटमा निकै गर्मी सुरु भइसकेको छ, विराटनगर जत्तिकै लगभग। र त्यही भएर म चाहिँ प्यासेजमा बसेर यहाँनिर व्यवस्थापन गर्दैछु। यो चाहिँ हो तपाईँको बारबेक्यू ग्रिल, एकदम सस्तो मस्तो खालको तर एकदम राम्रो चाहिँ पकाउँछ। र यहाँ छ चिज आजको खजाना। यसलाई यसले च्यापेर ट्याक्कसँगले निकाल्ने हो। अब यसलाई एकछिन रातो हुन दिउँ, तातिन दिउँ है। ल म लगाउन थालेँ नि त्यहाँ टक्कसँगले। राम्रो पो चाहिन्छ तपाईँलाई त। धमाधम तातिँदैछ, बोसो चुउँदैछ है साथीहरू, देख्न सक्नुहुन्छ। पाक्ने क्रम जारी छ। लगभग भइसक्यो है। यहाँलाई राख्ने फेरि अहिले नपाकेकोलाई पकाउनुपर्छ। भइसक्यो, नयाँ हाल्दैछु। दिस इज अचार फर सेकुवा। अचार यो चाहिँ चिल्लो पचाउने। लगभग लिएर आइसक्यो। यति आधी यस्तो रेडी हुन्छ। लेट ह्याभ अ लुक गाइजहरु। दामी छ है साथीहरु, थुकायो हुन्छ मुखबाट। रेडी भयो। अब 4 पिस बाँकी छ साथीहरु। यस्तो यति रेडी भयो है। आइसकेको छ। हेलो, हाई। तपाईले लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर गरिदिनु होला। सुँगुरको मासुमा पल्केकोहरू। ल साथीहरु, फाइनल्ली पाकिसकेको छ। यता अचार पनि आइसकेको छ, कोक पनि आइसकेको छ। यता खानु हतारिसकेको अवस्था छ है। अब मैले पनि थुक्निसकेको अवस्था छ। अब चाहिँ हामी खाए ल भने जस्तै हो त। ल टेस्ट गरौँ त कस्तो रहेछ। ठिक छ, मिठो छ। अगाएर पनि खान्छु। आफ्नै बारीको अखबार। कोक पनि खान्छ है त।
खत्तम टाटा बाई बाई कस्तो भयो आज समग्रमा मिठो भयो धेरै पछाडिको सेकुवा खुवाई मिठो मस्त खाइएछ साथीहरू आज दामी पनि भयो पेसिलो अचार पनि पुरै ट्वाक्कै भएको रहेछ है अकबरे खोर्सानी त्यस्तै एकदम दामी हो अब फेरि एकछिनमा घटाएर चाहिँ मासु भात लोकल कुखुराको भालेको खाइँदैछ र धेरै बजी खाएर होला एकदम दामी लाग्यो भिडियो तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेर्नुभयो साथ दिनुभयो त्यसको लागि पनि धन्यवाद अब भिडियो कस्तो लाग्यो कमेन्ट छोड्न नबिर्सिनु होला यस्तै खालको भ्लग भिडियोहरू चाहिँ लिएर आउनेछु चाँडै नै कृपया मेरो च्यानल भिजिट गर्दै गर्नु होला भन्दै ओके बाई बाई